हापा हो यहाँनिर माछा राखेर अब धेरै प्रकारका हामीले रोजगार एमबी भिडियो बनाउनु भ्याएको त म छु नेटिङ गराएको नि त्यो किन गरेको माछा हार्न हो चराहरू चाहिँ त्यो प्रिडेटर हुन्छ नि जुन चराहरू आएर चाहिँ सानो भुराहरू माछा खाइदिन्छ क्या हो त्यही भएर चाहिँ हामीले त्यस्तो गर्छौँ अनि यहाँ अब धेरै प्रकारका माछाहरू छन् तिमीहरूले अब पढेकै होला तिलापिया कमन कार्पहरू पङ्गासहरू होइन अब ऊ त्यो पर चाहिँ पङ्गास माछाहरू हालेको छ यहाँ तिलापिया छ यता कमन कार्पहरू छन् टोटल त्यो 18वटा सिमेन्टेड ट्याङ्क छ यहाँनिर अनि यो कुनै कुनै पानीमा तिमीहरूले उ त्यहाँ पर चाहिँ त्यो अलि हरियो छैन यो चाहिँ अलि हरियो छ किन होला केही छ आइडिया तिमीहरूलाई टेम्परेचर पनि यो हरियो हुनु नहुनुमा चाहिँ फाइटोप्लाङ्क्टन भन्ने हुन्छ प्लाङ्क्टन भन्ने सुने होला तिमीहरूले फाइटोप्लाङ्क्टन भनेको चाहिँ प्लान्ट टाइपको जू प्लाङ्क्टन भनेको चाहिँ एनिमल टाइपको त्यो फाइटोप्लाङ्क्टन चाहिँ यहाँनिर भयो भने यो ग्रिन कलरको देखिन्छ क्या फाइटोप्लाङ्क्टन कम भयो भने ग्रिन देखिँदैन फाइटोप्लाङ्क्टन बढी भयो भने ग्रिन देखिन्छ तर त्यसले चाहिँ के गर्छ फाइटोप्लाङ्क्टन अथवा हरियो हुनु भनेको चाहिँ पानीमा अक्सिजन हुनु भन्ने चाहिँ त्यसको इन्डिकेसन हो कुरो बुझ्नु हो त्यसमा चाहिँ अब पोखरीमा हामीलाई जसरी अक्सिजन चाहिँ हामीलाई एयरबाट लिन्छौँ त्यसै गरी माछालाई पनि पानीमा अक्सिजन हुन आवश्यक छ त्यसको लागि चाहिँ यो हरियो भयो भने यसमा अक्सिजन राम्रो छ र माछा ग्रोथ चाहिँ राम्रो हुन्छ भन्ने कुरा बुझिन्छ अब उहाँ परको देख्न सक्छ त्यसमा अक्सिजन छैन फाइटोप्लाङ्क्टन छैन त्यही भएर त्यसमा अलिक कम अक्सिजन हुन्छ यसको तुलनामा र हिजो भएर पनि हामीले टेस्टहरू गरेर हुन्छौँ यसमा अक्सिजन कति छ यसमा चाहिँ अब पिएच कति हुन्छ अब पानीमा त माछा पाल्ने भनेको चाहिँ बस फिड हालिदिने माछा हालिदिने मात्रै होइन क्या धेरै कुरा हुन्छ यसमा जस्तो अब तिमीहरूको पानीको पिएच कस्तो छ पानीको तापक्रम कति हुन्छ त्यो धेरै कुराहरूले चाहिँ माछाको हाम्रो प्रोडक्सनमा इफेक्ट पार्छ अब त्यही कुराहरूलाई चाहिँ हामीले यहाँनिर रिसर्च गर्न चाहिँ यो ट्याङ्कहरूको युज गर्छौँ अब ऊ त्यहाँभित्र देख्न सक्छौँ त्यो फाइबर ट्याङ्क भन्छ त्यसलाई अब अलि कम क्वान्टिटीमा हामीले माछाहरू चाहिँ स्टक गरेर त्यहाँनिर हेर्नु छ भने त्यो फाइबर ट्याङ्क युज गरिन्छ जस्तो त्यहाँ हामीले अब पङ्गास तिलापियाहरू राखेको थियौँ अब त्यहाँनिर चाहिँ एक्सपेरिमेन्ट सकेर अहिले हामीले यता ट्रान्सफर गरेको छौँ यहाँनिर र ऊ त्यो माथिको देख्न सक्छ त्यो ट्याङ्क चाहिँ ओभरहेड ट्याङ्क हो त्यहाँनिर चाहिँ पानी जम्मा हुन्छ अनि त्यहाँबाट चाहिँ हामीले चाहिएको बेलामा सबै पानीहरू यहाँनिर युज गर्न सक्छौँ अब यतादेखि यो जुन छ नि यो पुरै घाँसहरू पलाएको जस्तो यो जमिन होइन क्या यो पानी नै पानी छ मुनिपट्टि रिजर्भोयर भन्छ यसलाई घोल यहाँनिर चाहिँ अब नेचुरल जति पनि माथिबाट आएको पानीहरू हुन्छ यहाँ चाहिँ जम्मा भएको हुन्छ ऊ त्यहाँ ड्याम छ त्यो ड्यामले हामीले यसलाई पानी रोकेर राखेको छौँ हामीलाई चाहिएको बेलामा एक्सपेरिमेन्टहरू गर्न यो पानी चाहिँ युज गरिन्छ तर अहिले चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ एकदमै माथिबाट आएको पानीहरूमा चाहिँ एकदम हाई न्युट्रिसन भयो पौष्टिक तत्त्व बढी भयो त्यसले गर्दाखेरि चाहिँ यहाँनिर एकदमै युट्रोफिकेसन भयो त्यसले गर्दा यो प्लान्टहरू चाहिँ बढी यहाँनिर फैलियो त्यसले गर्दाखेरि यहाँ अहिले माछा केही पनि छैन माछा नहुन त्यो भन्नु के अरे त्यही कारणले गर्दाखेरि चाहिँ यहाँ माछा चाहिँ छैन पानी चाहिँ छ तर माछा चाहिँ त्यति छैन बुदा उत्पादन गर्ने भुरा उत्पादन गर्ने अब माछालाई चाहिँ हामीले यहाँ उतापट्टि पोन्डहरू छन् त्यो पोन्डमा चाहिँ हामीले अब ब्रिडिङको लागि एकदम नेचुरल भएको फिसहरूलाई चाहिँ ल्याएर यहाँनिर ब्रिडिङहरू गर्छौँ रन्दा यो चाहिँ नि उता 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 ठुलो छ होइन त्यतापट्टि अलिक सानो दुईवटा छन् त्यहाँ पर माछा ब्रिडिङको लागि उत्पादन गर्नु कार्प जातको माछाहरूलाई ब्रिडिङ गर्ने भनेको यसमा र यसमा तिलापियाको माछाको ब्रिडिङ चाहिँ त्यहाँ पर गरिन्छ र के गर्ने त्यसो भन्दाखेरि एकदम नेचुरल भएको जुन माछा हुन्छ ठुलो साइजको त्यो माछालाई यहाँनिर हामीले हाल्छौँ मेल र फिमेल गरेर है मेल र फिमेल हालिसकेपछि के हुन्छ तिनीहरूले अन्डा दिन्छ त्यो अन्डालाई चाहिँ हामीले के गर्छौँ सङ्कलन गरिसकेपछि यहाँ दुईवटा ट्याङ्क छ यसले छुट्याएको छ यसमा चाहिँ इन्क्युबेसन हुन्छ इन्क्युबेसन भनेको चाहिँ त्यो अन्डाबाट भुरा निस्किन्छ जसरी अन्डाबाट चल्ला निस्किन्छ त्यसरी माछाको भुरा पनि यहाँबाट निकालिन्छ निकालिसकेपछि त्यो भुराहरूलाई त्यहाँ पर नर्सरी पोन्छ अथवा बाहिर पनि राख्न सकिन्छ त्यहाँबाट चाहिँ हामीले ग्रो भइसकेपछि पछि ठुलो पोखरीहरू बनाएर राख्छौँ कुरो बुझ्यो के छ कन्डिसनहरू अब जाउँ त्यो पल्लो यो चाहिँ तिलापिया माछाको लागि है तिलापियाको माछा यहाँबाट पानी आउँछ एउटा जाल हुन्छ त्यो
जारमा चाहिँ हामीले अन्डा हाल्छौँ होइन त्यो अन्डालाई चाहिँ कन्टिन्युस फ्लो हुनुपर्छ क्या पानीको चाहिँ एकदम चाहिन्छ त्यही भएर यहाँबाट चाहिँ कन्टिन्युसली पानी आइरहन्छ त्यो तिलापियाको अन्डा चाहिँ मजाले त्यहाँनिर सर्कुलेट भइरहन्छ अनि त्यसपछि केही 1-2 दिनपछि चाहिँ त्यहाँबाट ह्याचलिङहरू निस्किन्छ अनि त्यसरी चाहिँ हामीले तिलापियाको ब्रिडिङहरू गर्छौँ यो चाहिँ एकदम माछाको घुरा निकाल्ने ठाउँ चाहिँ यही हो अहिले चाहिँ त्यति हामीले अब कमन कार्पको ब्रिडिङ सिजन चल्दैछ अब त्यो चाहिँ हामीले